यो सुदूरपश्चिम प्रदेशको कला र संस्कृतिलाई यहाँले चाहिँ विशेष गरेर चाहिँ कसरी हेर्नु भएको छ र कसरी लिनु भएको छ? तपाईँ आफै कलाकार पनि हो। कसरी हेर्नु भएको छ भन्नुभयो। हजुर। यसलाई त मैले एउटा यो सुदूरपश्चिम कला संस्कृतिको खानी र मेरो लागि म यति खुसी छु म यस्तो ठाउँमा जन्मिएँ। अब के धेरै कुराहरू गरौँ, यस्तो कलाले आर्टले भरिएको क्षेत्र, अझ विविधता भनौँ धेरै। अछामीहरूको आफ्नै किसिमको छ, बजानीको आफ्नै छ, डोटेली 9 जिल्लाको 9वटा चिज, अझ गाउँमा छुट्टै छ होइन, सदरमुकाममा छुट्टै छ। त्यो किसिमको एउटा एकदम भेरिएसन भएको ठाउँमा म जन्म लिएँ। म एकदमै भगवान्प्रति पनि धेरै आभारी छु, किनकि खुसी छु। र यो कला आर्ट यति दुःख लाग्छ, तर हाम्रो पुस्तासम्म आइपुग्दा, यो जेनेरेसनमा आइपुग्दाखेरि धेरै माथि पुग्नुपर्ने, अझ धेरै वर्ल्ड वाइड भइसक्नुपर्ने त्यो आर्ट चाहिँ कहीँ न कतै पुग्नु नसकेको जस्तो भान हुन्छ। तर ठिक छ, अब पुग्छ। अब किनकि पछिल्लो जेनेरेसन पनि, अब मभन्दा पछिल्लो पनि जेनेरेसनहरू एकदमै राम्रो भइरहेको छ। डिजिटली पनि यहाँको कलालाई मान्छेले धेरै मन पराएका छन्। र यहाँको सुदूरपश्चिम संस्कृति प्रदेश भन्दा पनि हुन्छ, म त्यसरी हेर्छु। जस्तो यो कतिपयले के पनि भन्छन् भने पछिल्लो समय चाहिँ जस्तो चक्रबम लगायत कतिपय कलाकारहरूले यहाँको चाहिँ संस्कृतिलाई चाहिँ बिगाडेर होइन गाउने गरेका छन्, जसका कारणले गर्दा पछिल्लो समय समाजमा चाहिँ अलिकति विकृति पनि फैलिएको छ भन्ने किसिमको पनि यदाकदा सुनिन्छ कि। अनि यो विषयमा तपाईँको केही भनाइ छ? यस्तो हुन्छ, अब सुरुवातीमा मेरो स्ट्रगल टाइममा चाहिँ धेरै कुराहरू आयो। अहिले त अब मेरो भजन गीतमा मान्छेहरू चाहिँ लगभग रमाएकै देख्छु होइन। अब अहिले चाहिँ एउटा संस्कृतिलाई बोकेर हिँडेको छ, राम्रो गरेछ भनेर पनि सुन्छु। म यी दुइटै कुराहरूलाई चाहिँ आत्मसात गर्छु। म एउटा कलाकार भइसकेपछि दर्शकको मनमा बस्ने कामहरू जुन छ हरेकलाई मनपर्छ भन्ने पनि छैन। र कुनै ठाउँको काम नयाँ सुरुवाती कि नयाँ ढङ्गबाट सुरुवात हुँदाखेरि त्यो बाटोमा चाहिँ नयाँ बाटो भन्दाखेरि त्यहाँ विविध किसिमका आलोचनाहरू आउँछन् होइन। अब तपाईँको चाहिँ त्यो बाटो साँगुरो हुन्छ, त्यसलाई ठुलो बनाउँदाखेरि चाहिँ धेरै घरहरू भत्किन्छन्, धेरै गाउँ भत्किन्छन्, नालाहरू पुरिन्छन्, तर फाइनली त्यो बाटो चाहिँ चौडा नै बन्छ क्या। अनि म चाहिँ यो कुरामा ढुक्क छु। हामीले देउडा चिजलाई बिगारेको भन्दा देउडा चिज समग्र देउडा नै छ। यदि त्यो बिग्रिन्छ भने देउडा बन्दैन, त्यो चाहिँ अर्को गीत बन्ने हो, अर्को जनताको बन्ने हो। बरु मैले भाषा समातेर यहाँको भाषालाई ल्याएर चाहिँ धेरै किसिमका म्युजिकहरू चाहिँ बनाएँ होइन। तर देउडा चिजलाई जुन किसिमको देउडाको एउटा आफ्नै महिमा छ, त्यसलाई चाहिँ मैले देउडा गीत नै भनेर प्रस्तुत गरेँ। बाँकी भाषा प्रयोग हुँदाखेरि त यो त झन् खुसी हुनुपर्ने कुरा हो। हरेक किसिमको ट्र्याकमा भाषाहरू आइरहेको छ, भाषा जाने बित्तिकै फेरि ती सबै देउडा त होइनन्। मान्छेको बुझाइ चाहिँ त्यसलाई देउडा गीत भनिदियो, त्यो देउडा गीत होइनन्। तर एउटा आफ्नो खस भाषा, हाम्रो आफ्नो बोली लवज चाहिँ प्रयोग भएको हो। त्यति त म यहाँ जन्मिसकेपछि त्यो कुरा त आउनुपर्छ जहाँ पनि। जस्तो यो देउडा गाएरै कतिपयले चाहिँ त्यसबाट चाहिँ बाँच्न सकिने अवस्था रहेन भनेर धेरैजसो कलाकारहरू विस्थापित भइसकेको अवस्था पनि छ होइन। अब सुदूरपश्चिमकै संस्कृति कलालाई बोकेर चाहिँ अब यसमा चाहिँ आत्मनिर्भर हुन सकिने स्थिति छ कि छैन? छ, अब छ। म आउँदाखेरि हस्पिटल साइड नै थिएँ। म गाउँघर छिमेक सबै ठाउँबाट चाहिँ ठिक छ एउटा गीतहरू रेकर्ड गर्ने, त्यसपछि एउटा प्रोफेसन चाहिँ अब एउटा अर्को चिजलाई रोज्ने भन्ने कुराहरू चाहिँ धेरै सुनिन्थ्यो। अब हेर्नुहोस्, एउटा क्षेत्रमा 11देखि 12 वर्षसम्म म छु भनेपछि अब म खुसी छैन भनेर भन्दा पनि मैले 12 वर्ष गरेको काम सबै खोलामा बग्छ। किनकि अब सुन्ने नयाँ जेनेरेसनले पनि केही पनि छैन भनेर बुझ्नुहुन्छ। त्यस फेरि यो आर्ट ब्याक हुन्छ, कोही पनि आउँदैन, कसैले पनि काम गर्दैन। अनि तर हामी चाहिँ खुसी हुनुपर्छ होइन। एउटा सर्भाइभ भइरहेको छु। अब अरू के हो, धन दौलत भन्ने कुराहरू, खुसी भन्ने कुरा मान्छेको आफ्नै खुसीका प्रकार हुन्छन्। मेरो खुसी सबभन्दा ठुलो कुरा सुदूरपश्चिममा म्युजिकमा लाग्न पाएको छु। अहिलेसम्म म यहाँ छु, मेरो लागि खुसी यही हो र म खुसी छु। अब बाँकी टिक्न सकिने भन्ने कुरा त एउटा चाहिँ हामी त सचेत प्राणी हो। जनावरले पनि आफू बाँच्नका लागि केही न केही आहार बनाएको हुन्छ। म्युजिकमा सत्कर्मले लाग्यो भने, हजुरले चाहिँ एउटा अनेस्ट भएर काम गर्यो भने, इमान्दारितापूर्वक लाग्यो भने, लगनशीलतालाई कायम राख्यो भने म्युजिक मात्र होइन हरेक क्षेत्रमा बाँच्नु मात्र होइन धेरै चिज। जस्तो यहाँ मेला महोत्सवमा चाहिँ यहाँको स्थानीय कलाकारले पाउने पारिश्रमिकमा पनि विभेद हुन्छ भन्ने सुनिएको छ होइन। तपाईँले चाहिँ यसको कतिको महसुस गर्नुभएको छ? हेर्नु, अब हो यस्तो तपाईँहरूले चाहिँ अब यो कुराका लागि पनि मैले छुट्टै लडेको छु यो क्षेत्रमा। चक्रमले आफू मात्र हाई डिमान्ड गर्छ, आफू मात्र लिन्छ भनेर जसरी मलाई एउटा किसिमको लालसाना अथवा एक किसिमको अर्गनाइजरहरूले बाहिर ब्याकबाटिङ भने, यो चाहिँ मैले आफ्नो लागि मात्र लिएको होइन। यो चाहिँ 1200-1100 रुपियाँ खाममा हालेर यहाँका बहुचर्चित दाईहरूलाई गीत गाउन लगाएर 12 बजे 1 बजे 2 बजे स्टेजबाट
ब्याक फिर्ता गर्छ त्यो पनि एउटा वार्मअप गराउनको लागि मान्छे खेल्नका लागि जसरी 11-12 चाहिँ खाममा हालेर उहाँहरूलाई बोलाइन्थ्यो त्यो चिजबाट चाहिँ म एकदमै त्यो चिजले मेरो दिमागमा हानिसकेपछि मैले चाहिँ म त्यसका लागि मेहनत गरौँ भन्दाखेरि स्टेजका लागि एउटा बाँच्नको लागि पारिश्रमिकको शैलीबाट जसरी पूर्वका साथीहरू आएर पैसा बिटो लगेर जान्छन् त्यसरी अब हामी पनि उभिनुपर्छ भनेर मैले धेरै साथीका लागि सम्पूर्ण कलाकारका लागि मैले यो चाहिँ यात्रा सुरु गरेको हुँ र त्यो यात्रा सुरु गर्दाखेरि उनीहरूलाई जित्नका लागि अथवा त्यो मार्केटमा आफ्नो माहौल बनाउनका लागि कहीँ न कहीँ त्यसरी गीत बिग्रा जस्तो लागेका होइन त्यो गरिए तापनि तर हजुरको चाहिँ भने जस्तै मैले यो पारिश्रमिकको हकमा पनि मनमुटाव यो चाहिँ भइराख्ने बेला अझ अहिले पनि कतिले यो त घर देउडा हो यो त हाम्रो चाहिँ गाउँमा गाउने देउडा हुन् यो चाहिँ खेलमा गौरामा होइन रतडीमा गाउने चिज यसलाई पैसा तिरेर को हेर्दो छ कसलाई यसलाई पैसा तिरेर फेरि गाउनुपर्छ हाम्रो गायकले भन्ने जुन किसिमको ट्रेन छ त्यसलाई मैले प्रोफेसनल पनि हुनुपर्छ अब यहाँको म्युजिक जबसम्म प्रोफेसनल हुँदैन तबसम्म यसले एउटा रूप लिँदैन भन्ने एउटा हुटोटे एउटा आँट काठमाडौँमा बसेर सङ्घर्ष गरेर मैले लगभग जहाँसम्म बनाएँ मैले भन्न चाहन्छु आज मैले जतिले त्यसको आधा मात्र लिँदा पनि सुदूरपश्चिमका नयाँ भाइ बहिनीहरूलाई धेरै राम्रो हुनेवाला छ। धन्यवाद। थ्याङ्क यू।